मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई फेरि पनि म यो भिडियोमा स्वागत गर्दछु। र आज चाहिँ म आएको छु मेरो भदैनीको नर्सरी गार्डनमा। र उहाँ चाहिँ मेरो दाजुको छोरी हुनुहुन्छ र उहाँले विभिन्न कलरको फुलहरू, विभिन्न भेराइटीको फुलहरू लगाउनु भएको रहेछ। र तपाईँहरूले देख्नुहुँदैछ है, यहाँनिर पेटोनिया छ विभिन्न कलरको र मिठो मिठो कलरको रहेछ। र यहाँनिर चाहिँ छ, हामी चाहिँ यसलाई प्रेमुला भन्छौँ है, प्रेमुलिया। र प्रेमुलिया पनि मिठो मिठो कलरमा धेरै रहेछ। मैले त 2-3 कलर मात्रै देखेको थिएँ, तर यसमा त मैले धेरै कलरको प्रेमुलियाहरू देखेँ। र यहाँनिर विभिन्न कलरको फुलिरहेको रहेछ, सिनेरिया पनि रहेछ। यहाँ चाहिँ रहेछ एन्जिलिया र यिनीहरू चाहिँ सबै डबल रहेछ परेसम्म। तपाईँहरूले देख्नुहुँदैछ यहाँ विभिन्न प्रकारको प्लान्टहरू पनि रहेछ, सकुलेन्ट प्लान्टहरू। यो प्लान्टहरूको चाहिँ मलाई नाम पनि आउँदैन, तर यहाँ चाहिँ विभिन्न प्रकारको रहेछ। तपाईँहरूले देख्नुहुँदैछ यहाँ धेरै भेराइटीको स्नेक प्लान्टहरू रहेछ। र यो सबै भेराइटी चाहिँ मैले देखेको पनि थिइनँ। यो जो तपाईँहरूले देख्नुहुँदैछ यो चाहिँ मैले नयाँ भेराइटीको लागि हो। अनि यसमा क्याक्टसहरू पनि उम्रेको रहेछ, मसिनो मजाले फुलिरहेको छ। यति सानो जग्गामा कति मजाले सबै आँटी नआँटी भइरहेको रहेछ। र मलाई चाहिँ यो प्लान्टहरू चाहिँ असाध्यै मन पर्यो। र मेरोमा यो कतिवटा प्लान्ट त छैन र यहाँनिर रहेछ। यो प्लान्टहरू चाहिँ मलाई एकदम नयाँ लाग्यो र एकदम मजाको लाग्यो।
यिनीहरू सबै क्याक्टसै भन्छ होइन। यो क्याक्टसको भेराइटी चाहिँ मलाई यति साह्रो देखेँ मैले यहाँनिर। अनि यो क्याक्टसहरू सानो सानो पटमा पनि मजाले फुलिरहेको रहेछ र यो क्याक्टस चाहिँ मलाई अति नै मन पर्यो र धेरै प्रकारको क्याक्टसहरू देख्न पाएको छु मैले यो नर्सरीमा चाहिँ। हामीले विभिन्न प्रकारको फ्लावर प्लान्ट, इन्डोर प्लान्ट त्यहाँनिर सबै हेरिसक्यौँ र अबको यो भिडियोलाई चाहिँ म यतिमा अन्त गर्न चाहन्छु। र यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् भन्न चाहन्छु र लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनुहोस् भन्न चाहन्छु।